जय शिव शङ्कर। ल मेरा बा, मेरा बुवाहरू, मेरो हजुरबा भवानी शङ्कर बुवा, हजुरबा गौरीश्वर सबै यहाँ बस्नुभएको जन्मेको घर। पहिलेका जमानामा 1 रुपियाँ गन्दा एक फेर बन्दुक पड्काउने चलन थियो अरे। 1 फेर बन्दुक पड्काउनुहुन्थ्यो। 2 रुपियाँ गन्दा सुका मोर गन्दै गन्दै लाँदा 2 रुपियाँ गन्दा 2 फेर बन्दुक पड्काउने, तोप पड्काउने। 10 रुपियाँ गनेपछि 10 फेर बन्दुक पड्काउने, त्यस्तो नियम थियो। यो घरमा बसेर गजगद्दी यो खोलो टोलो गुल्मी बागलुङ यो एरियाको मान्यजन्य सब बेला उनी बस्ने यस्तो घर हो। यो जमानाको जुगको घर हो। अझैसम्म यस्तै छ। यति राम्रो रहेछ अझैसम्म। जय शिव शङ्कर। हर 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 महादेव शम्भो नमः शिवाय। माटाका घर अब कति वर्ष पुराना घर पनि लानु जेको त्यो केही भएन। उस्तै छन्। यति राम्रो घर आएर बस्नुभयो रहेछ, खुसी लाग्यो। जेको त्यो छन् पुराना घर। ल हेर्नुहोस्, ओहो हाम्रो पुर्खौली सम्पत्ति भनेको यही हो। पुर्खौली इतिहास, हाम्रा बाबाहरूले हजुरबाहरूले गरेका पुर्खौली इतिहास सब यिनै हुन्। यो जन्मभूमि। जय शिव शङ्कर। हर 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 महादेव शम्भो। हर 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 महादेव शम्भो नमः शिवाय नमः। कस्तो रनक थियो बाबे। गाउँभरि मान्छे नालनाता आउने जानी, तल माथि भेटघाट, कसको छोरो कसको नाति, कसको घर हो, तलेर साउको नाति, तलेर साउको सन्तान, साउ भनेर कलाएको घर यही होला। हेर्नुहोस्, हाम्रो पुर्खौली सम्पत्ति, पुर्खौली इतिहास बोकेको घर हो यो। जय शिव शङ्कर। हर 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 महादेव। यो हेरी हाम्रो दयानिधि हजुरबा बसेको घर। यो बाटो हाम्रो कान्छा हजुरबा बसेको पुरानो घर। खोला टोला सबले चिनेको, सबले मानेको, गाविस अध्यक्ष भएर बस्नुभएको रगी दयानिधि बुवाको घर भनेपछि खोला टोला रिगा बागलुङ गुल्मी सबले चिने जानेको हैकम चलाएर बस्नुभएको दरबार घर हो गरियो। अब अहिले सानो घर भएछ, अलि बेच्नुभयो, अरू बस्नुभएको छ। तै पनि ठिकै छ, राम्रै गराएर बस्नुभयो रहेछ। जय शिव शङ्कर। हर 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 महा। तले घर भनेर चिनाएका यिनी हाम्रा पुर्खाहरूले तले घर बनाएर नामै तले घरे साउ भनेर राखेका सम्पत्ति हुन् यिनलाई। यस्तो नाम कमाएका घर हुन् यिनी। अब यिनी पुराना हुँदै गयो, छोड्दै गयो, यस्तै भयो। जय शिव शङ्कर। हर हर महादेव। जय शिव शङ्कर। हामीले पढेको हुर्केको गाउँ अर्लाङकोट गाउँ हो, यति रमाइलो थिएन। जय शिव शङ्कर। हर हर महादेव।